मैले हिजो एउटा रेड बुलमा अलिकति भुड्का मिसाएर खा निन्द्रा लागेको भए त मर्नु 12 बजीसम्म निन्द्रा लाग्दैन यार इधर है हामी इधर गर्मी उस म त हिजो यादै भएन क्या ल गाइस अरे लस्सी मार्गको हाम्रो बाबाको काउन्टर यहाँ चाहिँ वेटिङ रुम है बसको वेटिङ गर्ने ठाउँ होइन त बसको वेटिङ गर्ने वेटिङ रुम श्रेष्ठ ढुवानी सेवा श्रेष्ठ माल ढुवानी सेवा यसको प्रोभाइडर चाहिँ हाम्रो टपिन बाबु श्रेष्ठ उहाँको चाहिँ पिताश्री टपिन बाबु श्रेष्ठको चाहिँ पिताश्री उहाँ चाहिँ ए ल गाइस कस्तो दामी छ है वेटिङ खतरा बनाएको छ है यसो चिसो चिसो एसीको चिसो हावा खाँदै बस वेट गर्दै बस्ने ठाउँ है गर्मीको लागि चाहिँ एवान छ यसलाई लस्सी मार्ग श्रेष्ठ ट्राभल एन्ड टुर्स भन्नु नि श्रेष्ठ ट्राभल्स एन्ड टुर्स होइन श्रेष्ठ ट्राभल्स एन्ड टुर्स लस्सी मार्ग बेलबारी 11 लस्सी मार्ग ट्याक्कै लस्सी मार्ग चोकदेखि पश्चिमपट्टि श्रेष्ठ सेक्वा कर्नर ल छेउमा गाइस आनन्दमय सोफा सट्ट सोफा सेट भएको है खानाको सुविधा बस्नको सुविधा एसीमा आनन्दले यसरी बसेर सुतेर गाडीलाई वेटिङ गर्न पाइने एकदम यो आन्सर लगाइस् ल